अन्जुको र कमलको भयो बिछोड। अन्जुलाई मिडियाले पुरानो कुरा याद दिलाउँदा अन्जु मिडियामाथि नै भड्किन्। एउटा कलाकारले सम्मान गरेर बोल्न आउँदैन भने मिडिया किन भयो? जुन मिडियाले अन्जुलाई कलाकार बनाएको थियो आज त्यही अन्जुले मिडियालाई नै थर्काइन्। मलाई घडी पुरानो याद नदिलाउनु, मलाई रिस उठ्छ। एकचोटि भन्दैछु अर्कोचोटि भन्नु नपरोस्। उतातिर कमलले मिडियामा आएर मैले अन्जुसँग बिहे गरेको होइन, एउटा सुटिङ जस्तै हो भनेर भन्न थाल्छन्। राजेश हमालले कतिवटा बिहे गर्नुभयो होला? यति धेरै फिल्म खेल्दा राजेश हमालले कतिवटा बिहे गर्नुभयो होला? त्यो के अरे सुटिङमा बिहे गरेको हिरोइनलाई राजेश हमालले रियलमा बिहे गर्नुभयो र? कमलले मिडियामा आएर भन्न थाल्छन् हामीले बिहा सुटिङको लागि मात्र गरेको हो, अन्जु त मेरो बहिनी हो। अन्जुसँग मेरो पहिला सम्बन्ध चाहिँ एउटा दाइ बहिनीकै सम्बन्ध हो। तपाईँहरूको अहिले हाइहालो हुन्छ कि भन्दैन ठ्याक्कै अब भन्नुहोस्। अहिले त भएको छैन। मुम्बईको प्रोग्राममा अन्जुलाई र कमललाई बोलाएको थियो, तर यी दुईटा सँगै नगएर अलग अलग गए। त्यसपछि यहाँबाट बोलचाल बन्द भयो। बोलचाल पनि यति बन्द भयो कि कमल विशीले अन्जुलाई कल गर्दा कल नउठाएको बताइएको छ। एक दिन होइन, 2 दिन होइन, 5 महिनासम्म बोलचाल पनि छैन। आखिर के भयो यस्तो? अन्जु र कमल सँगै नबस्ने, अलग अलग बस्ने, आफ्नो तरिकाले जिउनुपर्छ भनेर भन्न थाल्छन्। दर्शकबिन यदि कोही नयाँ हुनुहुन्छ भने पेजलाई लाइक अनि सेयर गरिदिनु होला। फोटोको बटनमा टच गर्दै हाम्रो नयाँ खोजमा जोडिन सक्नुहुन्छ। अन्जुले काम गरी कमाएको पैसा कमल विशीले खाएको बताइएको छ। अन्जुले यस्तो भन्छन्, होइन त्यो त्यसको लिनदिन पैसा त यस्तो केही पनि होइन। त्यो अब के हो के कमल विशीको अगाडि अन्जुको नाम सुन्दा कमल विशी यस्तो भन्छन्, मेरो अगाडि यसको नाम नलग्नु, 6 महिना भएको अहिलेसम्म यसले मेरो कल उठाएको छैन। यति भन्दै भिडियोमा आएर अन्जुलाई यस्तो मेसेज दिन्छन्, अन्जु तिमीलाई धेरै सम्झिरहेको छु है, फोन चाहिँ उठाइदिए हुन्थ्यो नानु, यही भन्छु। एउटा कुरा म हजुरलाई भन्न गएँ होइन, त्यो गइसकेको कुराले फेरि नजोड्नु के बिन्ती छ के। त्यो दरार सरार त्यो सबै भइसक्यो त फेरि किन ल्याउनु पर्यो त्यसलाई बिचमा? मैले आफ्नो राम्रो काम गरिरहेको छु, मैले गीतदेखि लिएर मेरो आफ्नो सिरियल होइन, त्यो गएको कुराले फेरि नल्याउनु के।